के हो बाबु किन मुसु मुसु हाँस्दै हुनुहुन्छ? केही होइन भाउजू यहाँ। ए भन्नु न हो, म कसैलाई केही भन्दिन। ए भाउजू त्यो पुष्पा आन्टी हुनुहुन्छ नि, त्यो पुष्पा आन्टीको छोरीलाई म मन पराउँछु। ए केटा हो तपाईँको छोरीलाई मन पराउने? तँलाई त मेरो छोरीलाई मन पराउँछस् ह? तँलाई मेरो छोरी मन पराउने तँ होइनस्? हान्नु शकुन्तला दिदी, हान्नु यसलाई। के छ सबैजनालाई नमस्कार है। सबैजना यहाँ त म त एक्लै छु त। अब मैले भनेको कुरा तपाईँ सबैजनाले सुनाइहाल्नुहुन्छ नि, त्यही भएर। होइन यो ट्याबे कति लखलखरी हो, यसको बाउ आमाले केही भन्नुहुने क्या हो? कति छाया छोडिदिएका। मेरो यस्ता छोराछोरी भएको भए त म घर उहिले निकाला गरिदिइसक्थेँ। ए आन्टी, तपाईँको छोरी त कुन चाहिँ केटासँग पहिलो हिँडिरे त? के अरे मेरो छोरी पहिला हिँडिदिए? म कहाँ खोज्नु अब? हेर हेर ट्यापे, यसले लुगा लगाएको सबै संस्कृति नै बिगार्ने भयो। ओठ हेर्नु न, ओठ यसको कति कालो। यसले गाँजा चुरोट खान थाल्यो क्या हो फेरि? मस्किँदै हिँड्दैछ त साथी हो, केटीपट्टि आयो क्या हो। हाम्रा छोरी बुहारी चाहिँ बचाउनु पर्छ यो बाटो। त्यही त ऊ आयो अर्को ट्यापे। के हो बाबु, तिमी जहिले मेरो घर वरिपरि मेरो बहिनीलाई हेर्न आएको देख्छु, के चक्कर चल्दैछ कि क्या हो? म यो कुरा आज फिक्स गर्छु, लाउ त फोन उसलाई। साँच्ची? तिमीले मलाई फोन चाहिँ किन गरे? पुसाको घाममा बसेर मकै खानुको स्वाद चाहिँ अर्कै छ है साथी हो। ए आन्टी, के मकै खानु, बदाम खानु न, दिमाग बढाउनु। लाउनु बाबु यो बदाम हामीलाई होइन उसलाई लगेर देऊ, तिम्रो याद पाउँछ कि? हेर हेर ट्यापु, आज त हिरो बनिएर निसेछ त ट्याप्प लाएर। म त फिदा भए यार यो बाबुको हिँडाइ देखेर। यो बाबुले त चुरोट र गाँजा खानुहुन्छ अरे, मलाई त लास्टै कुल लाग्छ हो। यो बाबु कतै लभ परेको छ भने ब्रेकअप गराउने प्लान गर्नुपर्छ है साथी हो। यो बाबुलाई चाहिँ विदेश नजाउँ भन्नु है साथीहरू, नत्र हामी कसलाई हेरेर बस्नु। कता हिँडेको हो ट्याबु ब्रो? बाटै बाटो हिँडेको देख्नु भएन? अलिक ड्रिप भएर हिँड नि यार तिमी त। मलाई धेरै नजिस्काउनु है, म त फेरि मम्मीलाई भनिदिन्छु नि। तँ पनि हेर्दैनन् नि फेरि यस्तो सोझो हुँदा। बी टक्सिक। मैले गर्लफ्रेन्ड पनि बनाइसकेको छु। यस्तो छ केटीले घोष गरिदिएर नि फेरि पछि। म घोस्ट हुन्न नि, मेरो घरकाले श्राद्ध गरिदिन्छन् मेरो। रोड ट्रिपमा छौ कि क्या तिमी? अलिक ग्रुप भएर अब अर्कोचोटि आउँदा। डोप साबुनले त म नुहाउँछु। ए बहिनी हटिया जाने होइन? चिप। यस्तो हेन्सी जेन्जी सिंगल भएको हेर्न सकिनँ हौ साथीहरू मैले। रिग्रेट भयो यार अरूसँग बिहे गरेर। ए बुहारी गर्थेस् उसँग बिहे अर्को? मम्मी पनि यस्तो कुरा सोधिरहनु पर्छ, अलवेज रेडी नि। गर्थेस् ताल परे म यहाँ थिएँ। यसपालि यो बाबु चुनाव उठाउने सबैले भोट दिनु है साथीहरू। यसपालि नो सुड्डाहरू, ओन्ली युवा।